दाइ तपाईले बिहान उठ्ने बित्तिकै के खानुहुन्छ नि? गाँजा रक्सी र ब्राउन सुगर। मेरा बा, अनि यस्तो खतरनाक चिज खान तपाईलाई कसले सिकायो? शेरबहादुर देउवाले, केपी ओलीले र प्रचण्डले। अनि यी डामनाहरूले सिकाए भन्दैमा तपाईले चाहिँ सिक्नु पर्छ? कहिलेदेखि खान सिकाएका उनीहरूले तपाईलाई भन्नुस् त? पहिलेदेखि क्या, हामी 3 वर्ष 5-10 वर्षदेखि नै। फुक्क, यस्तो राम्रो डाक्टरलाई अहिले सबैले गोजडी निकोलस भुसाल भन्छन्। त्यो सुन्दा तपाईलाई कस्तो फिल हुन्छ भन्नुस् त? एकदमै प्राउड फिल हुन्छ कि। प्राउड फिल हुन्छ अरे? कहाँ बसेर तपाईले तान्नुहुन्छ यो गाँजा भन्नुस् त? यही मसान घाटमा। रोक्नुस्, भर्खरै त्यही मसान घाटमा पुलिस पठाइदिन्छु मैले तपाईँलाई छोप्नलाई। केही फरक पर्दैन। पुलिसको नाम सुनेर डर लागेन? रोक्नु न, गृह मन्त्रीलाई गर भनिदिन्छु मैले। ए गृह मन्त्री, तैँले कारबाही गर्न सक्छस् भने गर। ओम प्रकाश अर्याल हुतियाएर। गृह मन्त्रीलाई पनि गाली गरिदिने? रोक्नुस्, प्रधानमन्त्रीलाई भनिदिन्छु। प्रधानमन्त्रीलाई त केही भन्ने हिम्मत छैन तपाईँको। सुशीला कार्के हुतियाएर। होइन दाइ, तपाईँले त आज पनि बिहान बिहान खाएर आउनुभयो क्या हो? ए यो सब कुरा छोड्नुस्, अरू केही भन्नुस् न। मलाई प्रधानमन्त्री बनाएको 13 दिनभित्र मैले 4वटा काम गर्छु। के गर्नुहुन्छ होला भन्नुस् त? जनता लडाउने काम,